ल है साथीहरु, म आज यो भ्लगको लागि म गोप्रा मगाएको छु क्यामेरा। कस्तो छ अहिले म हजुरहरुलाई देखाउँछु। यो चाहिँ नि सेल्फी स्टिक, यहाँ क्यामेरा छ, के आउँछ क्यामेरामा। अनि भ्लग गराउन गाह्रो भयो के मलाई, मोबाइल देखाउँदै हिँड्दा पनि मोबाइल खोस्देलान् भन्नुपर्ने है। यो अरु नबोलौँ, यहाँको मान्छेले बुझ्छ, यहाँको भाषा र उ एउटै हुन्छ है, नेपाली भाषा एउटै हुन्छ। यो लुट्नुलाई चाहिँ नि एउटै भाषा शब्द आउँछ, त्यस कारणले अनि खोस्दिन्छन् भनौँ, खोस्दिन्छन्, हराउँछ। त्यस कारण मैले यो चाहिँ नि सानो मगाएको छु गोप्रा, टक्क गर्ने, हिँड्ने बेलामा ठ्याक्क खोल्टिया हालेर हिँड्न मिल्छ, सानो हुन्छ। अब क्यामेरा यत्रो घाँटिया झुन्डाउनु पर्यो, अब खोल्टिया हाल्न नमिल्ने हुन्छ है। त्यस कारण मैले यो मगाएको छु। आज म यो भिडियो थोरै काट्दै देखाउँछु। काट्नु पर्छ जस्तो छ। एउटा यो गोप्रामा जोड्ने खालको उ रहेछ बटम। यो क्यामेरा स्टिक हो, यो सेल्फी स्टिक। यो टक्क यहाँ फोन जोड्न नि मिल्छ यसरी। अनि यो फुक हालेर यो चाहिँ यहाँबाट फुक लान्छ, यो निकालेर अर्को क्यामेरा जोड्नु मिल्छ। अहिले म देखाउने छु। अब म यो क्यामेरा खोल्छु, प्लास्टिक कुन चाहियो हैन, यो खोल्छु। यो म यो खोलिसकेपछि म देखाउँछु है त। अहिले भिडियो अफ गरौँ। निस्किसकेको छ। यसमा एक्स्ट्रा ब्याट्री पनि रहेछ है, यसको एक्स्ट्रा ब्याट्री त पनि च्यातम। अब यसको छैन। ब्याट्री कति सानो हुँदो रहेछ, सानो ब्याट्री हुँदो रहेछ। अनि यो भयो यो सेल्फी स्टिक। यो यसरी उल्टो निकालेछु। यहाँ हुँदो रहेछ है, के छ पेपर झरे। यो चाहिँ नि यसरी हातमा राखेर यसो गर्दै हिँड्दा नि मिल्छ। यसको भयो। अनि यो रिमोट आयो। अनि यो चाहिँ नि यो नर्मल हो है, हामी भिडियो गर्दै हिँड्दाखेरि उ गर्ने नर्मल हो। अनि यो चाहिँ नि जस्तै यस्ता कतै हाल्दा हुन्छ। यो चाहिँ नि बाइकमा केहीमा हिँड्दाखेरि टक्क हाल्ने हो। यो मेमोरी आउँदो रहेछ। अनि यो स्टिकमा जोड्ने यहाँ पनि आउँदो रहेछ। यो 64 जिबीको मेमोरी छ। अनि यो चाहिँ कुरो बुझिनँ, यो केबल टाइट छ यो। अनि एउटा तार पनि छ, यो बान्ने के हो यो कुरो बुझिनँ मैले, केमा बान्ने हो। अनि यो धेरै हुँदो रहेछ। यो चाहिँ हालमा जोड्ने यो चार्जर केबल सबै यसमा उलाउँछ। अनि क्यामेरा चाहिँ यहाँ छ है, क्यामेरा यो हो क्यामेरा। अनि यो चाहिँ के हो भन्दा 30 मिटर कति देखाएको छ यहाँ, पानीभित्र कति 30 मिटर कतिसँग पानीभित्र भिडियो गर्न मिल्छ। यो पानीमा भिडियो गर्ने, यो वाइफाई सबै हुन्छ यहाँ। अनि यसको चाहिँ नि अब कस्तो छ भने यो बटन भयो है त, यो हालेर नि देखाउँछु। यो चाहिँ गाह्रै रहेछ, यसो फुक्लिन्छ। यो पानीभित्र भिडियो गर्ने यो हो। वाटरप्रुफ क्यामेरा चाहिँ नि यत्रो हुँदो रहेछ है।
क्यामेराको यो पनि निकाल्नु। यो अगाडि क्यामेरा, यो ब्याक क्यामेरा, यसलाई चाहिँ नि म अहिले देखाउँछु मेमोरी हालेर। ल मैले यो अन गरिसकेको छु। अन भयो है। ए क्यामेरा सिधै खोल्छ। कन्फर्म मेमोरीको आयो। ओके राम्रो छ है यसको चाहिँ। यो भित्र भएर हो, नत्र मैले हेर्दा त राम्रो देखेको छ। मेरो टी सर्ट च्यातिएर। अनि त्यसपछि यो यसरी अगाडि यसरी खोल्छ क्यामेरा अगाडि। ल है त यसरी अगाडिको क्यामेरा यता खुल्दो रहेछ। मेरो हात भयो यो अगाडिको क्यामेरा। अनि यसलाई अठ्याइ राखेर यसरी यता ब्याग खुल्दो रहेछ। राम्रो छ है। जे होस् मैले अनलाइनबाट मगाएको। यसको कभर छ। ला फोटो खिच्यो त हिट गरेर। यसमा कभर रहेछ है। यो स्क्रिन टच हो, वाइफाई चल्छ पुरै। कहाँबाट हो ब्याक गर्ने? चल्दो रहेछ। अनि यसलाई चाहिँ नि यो फुकालेर यसलाई यो फुकाल्ने। यो फुकालेर यहाँ चाहिँ हाल्ने रहेछ। अनि त्यसपछि यसलाई लक गर्नु पर्यो। यसको अलि अग्लो गराउनु पनि रहेछ है रङ चाहिँ। यसरी यस्तो खाने रहेछ है। ल ठिक छ। हस्त क्यामेरा हेर्नुभएको देखाएँ। मेरो भिडियो हेरिदिनुहोस्। राम्रै हुन्छ क्यामेरा है, राम्रो हुन्छ। तपाईँहरूलाई पनि किन्न मन छ भने किन्न सक्नुहुन्छ। डराउनु पर्ने केही छैन, राम्रो छ।